सबैजनालाई नमस्कार। आज हाम्रो चाहिँ छुट्टी थियो। छुट्टी भएको कारणले चाहिँ अब हामी कहाँ जाने भनेर सल्लाह गरेर घरबाट निस्किँदै थियौँ। त्यही अवस्थामा चाहिँ दाजु भाउजूसँग पनि धेरै पछि हामी कन्ट्याक्ट भयो। आज कन्ट्याक्ट भइसकेपछि अनि भेटघाट गर्ने कुरा भयो। भेटघाट भयो अनि कहाँ जाने भनेर सल्लाह हुँदा चाहिँ भाउजूले त्यो कोरियन खानेकुरा हुन्छ नि, धेरै खान पाइने ठाउँ, त्यहाँ जाउँ भन्नुभयो। अनि मैले हान्छीको भने हो भन्नुभयो, ल जाउँ त भनेर। अनि त्यो गोजाङदोङमा रहेको यन्सी फेकाजोङदेखि अलिकति 3-4 घर उता छ, त्यो चाहिँ त्यहाँ लिएर गएँ। अनि हाम्रो त्यहाँ खाना चाहिँ कसरी आउँछ भने हामीले प्राइज अनुसारले, कतिको होइन थोरैको खाने कि धेरै प्राइज हुन्छ। अनि प्राइज अनुसारले चाहिँ नि हामीले खानाहरू मगाएर खान सक्छौँ। अनि हामी 4 जनाले चाहिँ नि हामीलाई चाहिने अनुसारले त्यही अनुसारले खाना मगायौँ। सुरुमा चाउलो आयो, त्यस पछाडि अनि फेरि दोस्रो लटमा चाहिँ मासुहरू, विभिन्न आइटम मासुहरू, सलादहरू होइन त्यस्तैहरू आयो। अनि कति कुराहरू त मैले अब त्यो खाना खाने सुरुमा भिडियोहरू मैले खिच्न पनि भ्याएन। खाना खाइसकेपछि अनि हामी अब कहाँ जाने भनेर सल्लाह भयो। अनि सल्लाह हुँदाखेरिमा चाहिँ अब भाउजूले अनि त्यो इन्चनमा चाहिँ एउटा त्यो मेङ्गादोङ भन्ने रहेछ, त्यहाँ जाउँ, त्यहाँ चाहिँ नि राम्रो छ अरे, डुङ्गा पनि चढ्न पाइन्छ अरे। अनि त्यहाँ चाहिँ नि डुङ्गा पनि चढ्ने भन्नुभयो। त्यो मेङ्गादोङ सान भन्नु चाहिँ रहेछ। अनि त्यहाँ गएर हामी गयौँ। ढिला पुगेको कारणले डुङ्गा चाहिँ चढ्नु भ्याएनौँ। त्यहाँको राम्रो राम्रो रमणीय ठाउँहरूमा गएर हामीले भिडियोहरू बनायौँ, फोटोहरू खिच्यौँ। अनि यस्तै रमाइलो कुराकानी गरिसकेपछि अनि एकदमै रमाइलो मानेर हामी चाहिँ अब फर्किने भयौँ। फर्किनलाई तयारहरू हुँदै थियौँ। जति फर्किने भन्छौँ, तर त्यो फर्किने भन्नै लाग्दैन। त्यहाँको रमणीय देखेर हेर्नु, चराहरू उडिराखेका छन् होइन, खोलाहरू छ, कस्तो आनन्द हिलिङ्स भएको क्या त्यहाँ जाँदाखेरिमा। रमाइलो वातावरण भएको थियो। अनि हामी चाहिँ एकदम धेरै रमायौँ त्यस ठाउँमा। अनि भिडियोहरू खिचेर आफ्नै तालमा सबैजना छन्। अनि त्यसपछि हामी सबै काम सिद्धेर अनि फेरि आन्सान फर्क्यौँ। आन्सान फर्किने क्रममा एउटा ठुलो बेकरी एन्ड क्याफे भन्ने ठाउँ देख्यौँ। अनि त्यो क्याफेमा हामी पस्यौँ। माथि छतमा एकदम आनन्द आउने ठाउँ रहेछ। त्यहाँ गएर हामी बेकरी मगायौँ, कफी मगायौँ। अनि त्यसपछि बस्यौँ। त्यहाँको सुन्दर दृश्यहरू नखिचिकन म बस्न सकिनँ। अनि सुन्दर दृश्यहरू सँगसँगै अनि हामीले कफीहरू खाइसकेपछि अनि हामी फेरि आफ्नो आफ्नो घरतिर लाग्यौँ। यसरी चाहिँ आजको दिन मैले रमाइलो गरी बिताएँ। दाजु भाउजूलाई धेरै धेरै धन्यवाद आज समय दिनुभएकोमा। हस्त धन्यवाद। यहाँहरूलाई मेरो भिडियो